म पाषाण हुँ, म मूर्ति हुँ। म पाषाण हुँ, निर्जीव छु, तर ममा प्राण भरेर कोमलता रच्दछौ र तिम्रा अनेक कुराको साँची राख्छौ। भन्न हुने नहुने सबै बताउँछौ, तर बोल्न दिँदैन। तिम्रो मनमा श्रद्धा थियो कि थिएन, तर मलाई बाटोमा पुजे चाहिँ गर्छौ। सुन्न र देख्न नसकिने निर्लज्ज पापहरूको साँची राख्छौ। म कर्म शून्य थिएँ, तर कुन कर्मको पाप थियो कि अभिशाप थियो? अनाहक तिमीले ममा प्राण प्रतिष्ठा गर्यौ। मसँग हुँदै नभएको वरदान मैले दिनुपर्ने गरायो। आफ्नो कार्यको साँची तिमी जस्तो को हुन सक्ला? आफूलाई हेर्न सके अरूलाई किन भाग्नु पर्ला? पत्थरमा कोमलता खोज्नेहरूले आफ्नो क्रूरता छान्नु, आफ्नो चेत बन्धक राखेर पत्थरलाई जगाउन नखोज्नु। पत्थरमा कोमलता खोज्नेहरूले आफ्नो क्रूरता छान्नु, आफ्नो चेत बन्धक राखेर पत्थरलाई जगाउन नखोज्नु। तिमीले जस्तो बनाउँछौ मलाई त्यस्तै बन्ने हो म। त्यो भन्दा बढी कसरी बन्छु र? तिमीले माग्दा जे माग्छौ त्यही भन्ने हो। त्यो भन्दा बढी भन्न कहाँ सक्छु र? तिमी भन्दा फरक मेरो कुनै रूप छैन, तिम्रो भन्दा फरक मेरो दिल पनि छैन। तिमी भन्दा फरक मेरो कुनै रूप छैन, तिम्रो भन्दा फरक मेरो दिल पनि छैन। धन्यवाद।